सरकारको मेन झोले मिडिया भनौँ न, झोले नै हो। उसले ती सरकारका दलालहरूका, ती भ्रष्टाचारीहरूका सेवा गर्थ्यो, उनीहरूका समाचार छाप्थ्यो कान्तिपुर मिडिया। त्यसले चाहिँ आज एउटा आफ्नै समाचार निकालेछ। अब कर्मचारीलाई तलब खुवाउन नसकिने। अब हिजोको दिन तिनीहरूबाट पैसा खाएर, तिनीहरूले भ्रष्टाचार गरेका पैसा खाएर, अथवा जति सरकारी चाहिँ ढुकुटीबाट आउने चाहिँ पैसा पाउने विज्ञापनहरू हुन्थ्यो सबै आफूले लिएर ब्रह्मलुट गरे। 500 पर्ने विज्ञापनलाई 5000सम्म लिए, हाई गरेका थिए। अब बालेन शाहले जति सरकारी विज्ञापनहरू हुन्छन् सरकारी मिडियालाई नै दिने भनिसकेपछि यिनीहरूको 48 भयो। अब कान्तिपुर जस्तोले तलब खुवाउन सक्दैन भने अरूले त के गर्छ भनेपछि कति ठुलो ऋषि दमला। म त यो देशको त सर्वश्रेष्ठ पत्रकार हुँ भन्थ्यो, देख्नु भएन कति वर्षदेखि पैसा तिरेको रहन्छ। अब यहाँ त राजगज नगर्ने त कोही पनि छैन, यो देशलाई हरिकङ्गाल नबनाउने कोही पनि छैन। बालेन सरकार एक एक गरेर छानबिन गरियोस्। पहिले कुरा कर्मचारीदेखि सुरु गरियोस्। पहिले ठुलो गर्ने होइन, सानोबाट पनि सुरु गर्ने, ठुलोलाई त छँदैछ।